बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन, बधाई दिँदै मिलेर काम गर्ने आश्वासन। रवि र बालेनलाई भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले पनि दिए बधाई। रवि बालेनलाई बधाई दिँदै राप्रपाले भन्यो, भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्। रासोपालाई बधाई दिँदै कुलमान घिसिङको भनाई, सुशासन कायम गर्न सफल हुन्, जनताको मन जित्यौं तर मत जित्न सकेनौं। घिसिङको जिकिर, हार प्राविधिक मात्र हो, उज्यालो नेपाल अभियान रोकिन्न। आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई व्यक्त। 1,04,00,000 मतगन्दा, रासोपाको समानुपातिक तर्फ मत 50 लाख नाग्यो, अरूको कति? यस सम्बन्धी पुरै जानकारी आजको समाचारमा। कम्युनिस्टको गढ भनिने प्युठानमा रासोपाले बजाए घण्टी, 9 जनाको जमानत जफत। स्याङ्जामा समानुपातिक तर्फ पनि रासोपा नै पहिलो, 3 पार्टीको शून्य मत। गण्डकीबाट प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद रासोपाकी बिना गुरुङ, परम्परागत अनुमान फेल गराउँदै संसदको यात्रा। गगन थापालाई राजीनामा नदिएर छिटो महाधिवेशनमा जान कांग्रेस नेता चन्द्र भण्डारीको सुझाव। नेकपाका नेता नारायण काजी श्रेष्ठको प्रस्ताव, निर्मम आत्मसमीक्षा सहित पार्टी पुनर्गठन गरौं। हर्क साम्पाङ लेख्छन्, ज्ञानेन्द्र शाहीसँग कुरा मिल्छ जस्तो लाग्छ। निशुल्क उपचार हटाएको हल्ला फैलाएपछि कांग्रेस नेता डाक्टर सुनिल शर्माको प्रश्नोक्ति, चुनावमा हारजित र सत्कर्म बीच सम्बन्ध हुँदैन। जेएनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न जवाबदेही निगरानी समूहको माग। एमाले नेता प्रदीप ग्यावालीको चुनाव खर्च 26 लाख बढी। अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी। समयमै बनेन नयाँ संसद भवन, बहुउद्देश्य हलमा अस्थायी व्यवस्थापन। संसद भवन नबनेपछि प्रतिनिधि सभा संसद परिसरकै बहुउद्देश्य हलमा सञ्चालन गर्ने तयारी। फागुन 28मा निर्वाचन प्रहरीलाई सम्मान सहित विदाई गरिने। वायु प्रदूषण बढ्यो, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह। काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहर। डोटीमा माटोको ढिस्कामा पुरिएर किशोरीको मृत्यु। विवाहमा गएका 2 किशोरी नदी किनारमा मृत भेटिए, 1 बेपत्ता। सुर्खेतमा 16 वर्षीय किशोरीको बलात्कारपछि हत्या, 4 जना पक्राउ। कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन। कैलालीमा गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, सरकारले 6 अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने। तोलामा 3,800 रुपियाँ बढ्यो सुनको भाउ। शेयर बजारमा 20 मिनेटमै 5.5 अर्ब नाग्यो कारोबार। अन्तर्राष्ट्रिय खबरमा इरान विरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाई। विरोधका बीच दक्षिण कोरिया अमेरिका संयुक्त सैन्य अभ्यास सुरु। मार्च 2 यता लेबनानमा इजरायली हवाई आक्रमणमा 83 बालिका सहित 394 जनाको मृत्यु। मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प र पुटिन बीच कुराकानी। क्रमिकको सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय संस्थाहरूको अपिल। खेल खबर, कप इनलाइन स्केटिङ प्रतियोगिता 30 फागुनमा हुने। राष्ट्रिय गान गाउन अस्वीकार गर्ने 5 इरानी महिला फुटबलरलाई अस्ट्रेलियाले दियो शरण। र ब्राजिलको राज्य स्तरीय फुटबल प्रतियोगितामा फाइनल खेलपछि ठूलो झडप हुँदा 23 खेलाडीलाई रातो कार्ड। आज पनि हामी उपस्थित भएका छौं आजका मुख्य समाचार, ब्रेकिङ न्यूज, न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने, हेर्नै पर्ने महत्त्वपूर्ण समाचार लिएर। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ, ठाउँ, शहर, जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका मुख्य समाचार सुरु गरौं। रवि र बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन, बधाई दिँदै मिलेर काम गर्ने आश्वासन। यस सम्बन्धी प्रसङ्गबाट प्रधानमन्त्री नरेन्द्र मोदीले रासोपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँग टेलिफोन वार्ता गर्दै उनीहरूलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिनु भएको छ। प्रधानमन्त्री मोदीले रासोपाको चुनावी सफलतालाई उल्लेख गर्दै उक्त विजयलाई महत्त्वपूर्ण उपलब्धि बताउनु भएको छ। साथै उहाँले वार्ताका क्रममा लामिछाने र शाहलाई आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री मोदीले भारत सरकार नेपालको नयाँ नेतृत्वसँग सहकारी गर्दै दुवै देशको समृद्धि, प्रगति र जनताको हितका लागि काम गर्न प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। यस्तै उहाँले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने भारतको चाहना रहेको पनि व्यक्त गर्नु भएको छ। छिरिङ तोब्गेले 21 फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिनु भएको छ। सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिँदै उहाँले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भन्नु भएको छ। नेपालको आम चुनावमा भारी विजय हासिल गर्नु सफल चुनावका लागि नेपाली जनतालाई पनि बधाई दिन्छु। प्रधानमन्त्री तोब्गेले आगामी सरकारसँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गर्नु भएको छ। हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छौं, शुभकामना सन्देशमा उहाँले लेख्नु भएको छ।
स्वतन्त्र पार्टी राप्रपाले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई सुझाव दिएको छ। राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रासोपालाई सुझाव दिनुभएको हो। उहाँले लेख्नु भएको छ, निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ। यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न